ब्लकबस्टर निर्देशक सरोज पौडेलले अब चलचित्र सिन्दुरे जात्रा बनाउने घोषणा गरिसकेका छन्। टाइटल अनाउन्समेन्ट टिजर मार्फत चलचित्र निर्माणको घोषणा गरेका निर्देशक पौडेलले यो सिनेमामा को कलाकार रहनेछन् भन्ने केही बताएका छैनन्। यो चलचित्र अहिले प्री प्रोडक्सनमा छ। निर्देशक पौडेलले केही समयपछि कलाकारका बारेमा जानकारी गराउने बताएका छन्। यो सिनेमालाई उम्दा बनाउनुको अर्को विकल्प यो टिमसँग छैन। त्यसैले जसरी हुन्छ राम्रो बनाउन कम्मर कसेर निर्माण पक्ष लागिरहेको छ। यो दबाब निर्देशक पौडेलले त्यति बेला महसुस गरे जब उनी यस अघिको सिनेमा कोसेढुङ्गा सुटिङका लागि गाउँमा पुगे। पूर्णबहादुरको सारङ्गीको क्रेज त सहरमा के रहेछ र गाउँमा त्यसको 100 गुणा बढी रहेछ। यो महसुस मैले कोसेढुङ्गाको छायाङ्कनमा गाउँमा पुग्दा महसुस गरेँ। निर्देशक पौडेल भन्छन्, जब म गाउँमा पुगेँ पूर्णबहादुरको सारङ्गीको निर्देशक भनेर टाढा टाढाबाट समेत मान्छेहरू भेट्न आउनुहुन्थ्यो। स्थानीय पालिकाहरूले फुलमाला र पञ्चेबाजाले स्वागत गरेको उनी स्मरण गर्छन्। पूर्णबहादुरको सारङ्गीको टिम भनेपछि पालिकाहरूले फुलमाला र बाजागाजाले स्वागत गरे। निर्देशक पौडेल भन्छन्, मेयर र वडा अध्यक्षहरू सुटिङ स्थलमै आएर के सहयोग गर्नुपर्छ भनेर सोध्नुभयो। स्थानीय पालिकाहरूले पूर्णबहादुरको सारङ्गीको निर्देशकको चलचित्र भनेर सहयोग गर्दा छायाङ्कनमा धेरै सहज भएकोले सुटिङ चाँडै र सहज तरिकाले सकिएको उनले जानकारी दिए। दर्शकको अपेक्षालाई सम्बोधन गर्न पनि कोसेढुङ्गालाई उनले स्तरीय बनाउने प्रयास गरे। चलचित्र हेर्ने दर्शकले राम्रो पनि भने समीक्षा पनि नराम्रो पाएको होइन। सुरुका दिनमा भन्दा बिस्तारै दर्शक बढ्दै थिए, कलेक्सन पनि बढ्दै थियो। तर दुर्भाग्य जेन्जी आन्दोलन भयो, चलचित्र हलहरू नै बन्द भए। सिनेमा धेरै दर्शकले हेर्न नै पाएनन्। कोसेढुङ्गा त्यस्तै भयो, अथवा भनौँ भाग्यले साथ दिएन। करिब एउटा सिर्जना मर्यो। अब सरोजलाई सिन्दुरे जात्रा राम्रो बनाएर आफूलाई प्रमाणित गर्नुपर्नेछ। आफू साँच्चै राम्रो निर्देशक रहेको प्रमाणित गरेर देखाउन राम्रो चलचित्र बनाउनुको उनीसँग कुनै पनि विकल्प छैन। सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ। सारङ्गी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकर श्रेष्ठ छन्। आरआर फिल्म्सले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले केही जानकारी दिएका छैनन्।